एब्स कसरी बिल्ड गर्ने त्यहाँतिर कुरा गरौँ। किनभने चाहिँ एब्स भनेको इट्स लट अफ पिपललाई चाहिँ एब्स हुनु भनेको एउटा फिटनेसको सिम्बल हो। वेदर डिफ्रेन्ट भेरिएसन्स अफ कतिको डिफाइन्ड हुने कतिको डिफाइन्ड नहुने द्याट्स डिबेटेबल, त्यो बडी फ्याटमा डिपेन्डेन्ट हुन्छ। तर सम सोर्ट अफ एब्स देखियो भने चाहिँ त्यो भनेको राम्रो, त्यो भनेको फिट मान्छे भन्ने चाहिँ भनाइ छ। नाउ एब्स पाउनको लागि के गर्नु पर्यो भनेपछि फर्स्ट अफ अल दुईटा कुरा छ। एउटा भनेको त मसल बिल्ड गर्नु पर्यो, जुन हाम्रो एब्डोमिनल्स मसल्स छ त्यो बिल्ड गर्नु पर्यो। हाम्रो सबै मसल्स कस्तो हुन्छ भनेपछि छालाको भित्र फ्याटको भित्र मसल्स हुन्छ। सो त्यसै गरिकन कोही मान्छेले एक्सर्साइज पनि गर्दैन भने उसको पनि मसल्स चाहिँ छ। स्टमकको स्किन, त्यहाँभित्र फ्याट अनि मसल्स चाहिँ हुन्छ। न त्यो मसल्स बाहिरबाट देखिनको लागि के गर्नु पर्यो, त्यो मसल्स ठुलो हुनु पर्यो। ठुलो भन्नाले मोर डिफाइन्ड हुनु पर्यो। मोर डिफाइन्ड भएपछि, मोर ट्रेन्ड भएपछि, मोर डेभलप्ड भएपछि त्यो एब्सको ग्यापहरू देख्न थाल्छ होइन। सो मसल पहिला सुरु ट्रेन गर्नु पर्यो, एब्सलाई ट्रेन गर्नु पर्यो। कसरी ट्रेन गर्ने? वेल, हप्तामा 2 देखि 3 चोटि एभ्री सिंगल टाइम एउटादेखि 2टा एक्सर्साइज गरे पुग्यो। फर इक्जाम्पल क्रन्चेस गर्न सकिन्छ, लेग रेजेस गर्न सकिन्छ, केबल क्रन्चेस गर्न सकिन्छ, सिटअप्स गर्न सकिन्छ। सो यो थुप्रै एक्सर्साइजेसहरू छ तिनीहरू गर्ने। तर गोल के हुनु पर्यो भनेपछि प्रोग्रेसिभ ओभरलोड ओभर अ पिरियड अफ टाइम होइन, विक बाई विक या मन्थ बाई मन्थ सम सोर्ट अफ प्रोग्रेस चाहिँ हुनु पर्यो।